फाइनली वेलकम ब्याक टु आवर न्यू भिडियो। र यदि तपाईँहरू चाहिँ आफ्नो एनआइडी कार्ड अहिलेसम्म ब्याङ्कमा लिङ्क गर्नुभएको छैन भने तपाईँहरूको ब्याङ्क कुन बेला बन्द हुनसक्छ भने थाहा छैन। सो फर द्याट तपाईँहरू चाहिँ आफ्नो एनआइडी कार्ड यदि छ भने तपाईँहरू चाहिँ एनआइडी कार्ड आफ्नो ब्याङ्क एकाउन्टमा लिङ्क गर्नै पर्ने हुन्छ। सो हामीहरू कसरी लिङ्क गर्ने सबै स्टेप बाई स्टेप सिकाउनेछौँ। सो वाच दिस भिडियो टिल द एन्ड। र सबभन्दा पहिला तपाईँहरूको कुन ब्याङ्क हो त्यो ब्याङ्कको नाम सर्च गर्नु होला। जस्तै मेरो चाहिँ अहिले एनएमबी रहेको छ भने म अपडेट एनआइडी अनि एनएमबी ब्याङ्क भनेर सर्च गर्छु। सो तपाईँहरूको ब्याङ्क अनुसार हुन्छ। यदि तपाईँहरूको एनआइसी छ भने एनआइसीबाट नि सेम प्रोसेस हो। र त्यही म फर्स्टकै वेबसाइट ओपन गर्छु अनि त्यसपछि तपाईँहरू चाहिँ अर्को इन्टरफेस भेट्न सक्नुहुन्छ अपडेट म्यानुअली भनेर। जस्ट यहाँ क्लिक गर्नु होला एनआइडी अपडेट म्यानुअली। अनि त्यसपछि आई एम नट रोबोटको क्याप्चालाई सल्भ गरेर तपाईँहरू कन्टिन्यूको अप्सनमा क्लिक गर्नु होला। अनि यति गरिसकेपछि तपाईँहरू चाहिँ अर्को इन्टरफेस भेट्न सक्नुहुन्छ। आफ्नो एकाउन्ट नम्बर रहेको छ, मोबाइल नम्बर रहेको छ अनि एनआइडी नम्बर रहेको छ। सो जस्ट तपाईँहरू चाहिँ आफ्नो एकाउन्ट नम्बर इन्टर गर्नु होला अनि त्यसपछि मोबाइल नम्बर अनि त्यसपछि एनआइडी आफ्नो कार्डको माथिपट्टि हुन्छ नम्बर त्यो जस्ट इन्टर गरेर तपाईँहरू चाहिँ सबमिटको अप्सनमा क्लिक गर्नु होला। सो हेर्न सक्नुहुन्छ मैले कुन फर्मेटमा इन्टर गरेको छु त्यही फर्मेटमा तपाईँहरू चाहिँ आफ्नो एनआइडी नम्बर इन्टर गर्नु होला अनि मात्र सक्सेसफुली एक्सेप्ट हुन्छ। सो सबमिटको अप्सनमा क्लिक गर्नुभयो भने केही छिन वेट गर्नु होला अनि त्यसपछि तपाईँहरूको मोबाइलमा एउटा ओटिपी कोड आउनेछ। सो जस्ट ओटिपी कोड हालेर सबमिट गर्नुभयो भने तपाईँहरूको सक्सेसफुली यसरी तपाईँहरू सक्सेसफुली एनआइडी अपडेट गर्न सक्नुहुन्छ। र यदि तपाईँहरूको अरू ब्याङ्क छ भने तपाईँहरू त्यही ब्याङ्कलाई कन्ट्याक्ट गरेर तपाईँहरू कसरी गर्ने त्यो सोध्न सक्नुहुन्छ र त्यसरी गर्न सक्नुहुन्छ। एनआइसी र एनएमबी दुइटै सेम प्रोसेस हो। तपाईँहरू चाहिँ यसरी नै सर्च गरेर गर्न सक्नुहुन्छ। र मेरो फाइनली हेर्न सक्नुहुन्छ एनआइडी अपडेट सक्सेसफुली भइसकेको छ र मैले अब केही गर्नुपर्ने हुँदैन। सो यति भइसकेपछि ढुक्क अब बस्नुहोस्। सो थ्याङ्क यू भेरी मच वाचिङ।